ओ हेलमेट ओइ आइज न बस के गर्छस् हौ ठिक छस् खोला त गाउँमा सबैले हेलमेट हेलमेट भन्छ त तेरो बाउले नाम चाहिँ किन हेलमेट राखिदिएको आज किन चाहियो मेरो बाउले हेलमेट राखोस् कि कन्डम राखोस् के बोले भाइ के बोले के बोले के जथाभावी बोले के भन्नु नलाग्यो तैँले मलाई भन्न यहाँ सुन यो चाहिँ म नजन्मिनुभन्दा अगाडिको कुरा बाउलाई चाहिँ फेरि नानीहरू मन नै नपर्ने होइन फेरि नानी बनाउनु चाहिँ मन पर्ने अरे भनेपछि तेरो बाउ चाहिँ खतरै छाडेर रहेछ है चुप सुन्न मेरो कुरा मेरो बाउ र आमाको कुरा तँलाई सुनाउँछु भन्न के भन्छ एक दिन चाहिँ होइन टक्क घरमा बसिरहेको थियो होइन बाउ आमा म नभएको कुरा चाहिँ अब सुनेको मैले होइन अन्त आमाले चाहिँ भनेछ बिहे गरेको 3-4 वर्ष भइसक्यो अहिलेसम्म नानी खै भनेको होइन बाउले चाहिँ यस्तो मलाई त नानीहरू मनै पर्दैन होइन तर नानी बनाउनु चाहिँ मनपर्छ भनेको होइन त्यहाँबाट एक दिन चाहिँ टक्क गएर सुतेछ होइन त्यहाँबाट आमाले फेरि 81 सोधेछ नानी बनाउनु भनेछ होइन बाउलाई फेरि जोस चढेछ अन्त बाउले घन्टा हेलमेटै लाउने बिर्सेछ हो बाउलाई चाहिँ नानी बनाउनु मन नपर्ने अनि बाउलाई चाहिँ फेरि जोस चढेछ हो अन्त हेलमेटै लाउनु बिर्छ अनि त्यही भएर मेरो नामै हेलमेट राखिदिएको ए त्यही भएर पो तेरो नाम हेलमेट राखिदिएको ल बस अब गएको ल अब ल के गर्नु यस्तै छ ल बस ल